गुड मर्निङ एभ्रिवान रन्डिस थाहा थियो फेरि हेर्न फेरि फ्ल्यास बल्ल हारेर छोड्दै अब फ्ल्यासै बलोस् मुला के भन्दा फेरि भिडियो कतिचोटि काट्ने यहाँ गुड मर्निङ यहाँ देवानको तर्फबाट यहाँ अर्को हाम्रो एनसी बोय बडी बिल्डर अनि त्यही हो आज हामी जाँदैछौँ मनकामन डाँडो चढ्नलाई बिहान बिहान हेर्नुहोस् रात पर राख त्यही भएर फ्ल्यास बालेको दबदबै हो पुरै घाम लाग्नु थाल्यो अहिले पनि नआएको भए नआएकै हुन्थ्यो जे होस् आइयो अहिले तर अलि चिसो भइरहेको नि त फेरि उज्यालै भयो भने अब मान्छेहरूले देख्ने भनेको छुट्टै कुरा हो हामी जे होस् त्यो डाँडामा चढ्ने बेला चाहिँ जे होस् मान्छेहरू तल फर्किरहेको हुन्छ होला अहिले तर पनि केही छैन दे डोन्ट नो मिसन हिलो यस्तै छैन रहेछ यहाँ देवन सरले निर्णय गरिसक्यो हामी चाहिँ भरेङ जाने है भरेङ आउने रे म चाहिँ के गरौँ भन्दा थियो भनेदेखि खुट्टाहरूले के अरे भरेङ जाने भरेङ आउने भने त्यसले नि सर ठिक छ म केही भन्दैन आउँदाखेरि चाहिँ रोडबाट आयो भने ओके एग्री हो फेरि जे कुरामा नि म चाहिँ Stay hard, motherfucker. I'm not crazy, motherfucker. I'm just not you. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 26, 27. Rada, Lasun. थाक्यो खुट्टा भन्दा नि पेट दुखिरहेको हेर्दा आया यो चाहिँ कहिले थाक्दैन कि हामी यस्तो थाकेर चाहिँ यो यस्तै काँटामा हानेर बसिरह हेर्नुहोस् हाइट बढाउने हाइट खतरा हुन्छ यो त अनि महापुरुष अघि नथाक्ने मान्छे पनि यही हो आधीसम्म चाहिँ उफ्री अगाडि आएँ म त्यो पछि त अगाडि जाने मान्छे यही हो एन्ड आई वान्ट से गुड मर्निङ हेटौडा गुड मर्निङ मदरफकर्स नाउ टाइम टु वेक अप Well, when time to change your dreams, you changing your position, bed position, motherfuckers. What are you doing, bitch? Just wake up and come here. बत्ती मारेको छ नि त यार लोड घरमा के हो अझै रात पर राखेको क्या हो लोड थाक्छ म माथि तर पनि म फेरि हार मान्दैन नि त नौटंकी नै हो यो अगाडि गइसक्यो हाम्रो नथाक्ने मान्छे we got it motherfucker we got it in a few minutes bro as you can see there here is your handsy boy Devan Rumba handsome person के माग्नु यार माग्नै सकेन मैले त ढोकेर केही नि चाहिँदैन मलाई भनेर आएको यार माग्ने आडै आएन माग्नै मन लागेन अब हल्का एक्सर्साइज हान्नुपर्छ यसो यताउता त्यो पछि उताबाट जाने त्यो रोडबाट त्यहाँबाट अलिकति भ्यू देख्छ त्यो रोडबाट सर्लक्कै मुनि रोडबाट आउने मलाई के भएको तिमीलाई देखेर तिमीलाई नहेरी बस्नै सकिन हामी निक्लिसक्यो
यहाँबाट अलि नदेखिरहेको भ्यू अलि माथिबाट भइदिएको थियो अब माथि त यस्तै भयो यहाँ भयो हाम्रो मनोकामना मन्दिर यहाँ देवन क्या कर रहा है तू रुमतिर फर्किँदैको ल ल बाई बाई गुड नाइट अहिले हामी फर्किसक्यो वे ब्याक मदरफकर ए जस्तो प्रायः जस्तो सबै रातो रहेछ के वाइ हामी फर्किसक्यो पेट अलिअलि दुखिरहेको मेरो अलिकति खानपिन नमिलेर होला अनि अलिकति टाइमिङ नमिलेर किनभने कहिले जिन्दगी दौडिने होइन आज कहाँबाट दौडिन आएको जोसमा अनि मलाई थाहा पनि थिएन आज चाहिँ 1 गते रहेछ भनेर थाहा त थियो 1 गते भनेर भोलि तर आज चाहिँ भनेर थाहा थिएन असोज 1 खोला सबै होला खोला खेल्नुपर्छ क्या गएर यार चट्ट जाने रोड दौडेर नगरपालिका रोड दौडेर अनि उता गएर मासले केटाहरू लगेर जाने चौरोलबाट त्यो चिसो पानी सुलामा हेर्दा यसरी कागेर थिर खोला खेलेको पनि एक्सर्साइज हो नि त नि पानी खेल्न पनि स्विमिङ गरेर पनि हाइट बढ्छ भन्थ्यो रनिङ गरेर पनि अलिकति हाइट बढाउनु पऱ्यो कि लास्ट पुड्की भयो अलिकति पनि म्याच अलिकति बढाउनु पाए हुन्थ्यो भनेको 2-3 इन्च मात्र भए पनि बढेमा अलिकति अग्लो देख्थ्यो 2-3 इन्च पनि बढाउन पाएन अग्लो नहुन्छ जस्तो छ म यो दुरीमा रोड त खाली छ त यार यही होइन नगरपालिका रोड हो त हो हाम्रो रुम कता छ त रुम छेकिरहेको रहेछ यार यसको पछाडि छ हाम्रो रुम ब्याक टु द च्यानल अब चाहिँ हामी पुग्न थाल्छौँ अब उतासम्म चाहिँ भिडियो नबनाउने यता भिडियो इन गरिदिने अलिकति म अलिकति पर्फेक्ट छैन उतातिर भिडियो बनाउन सिडीतिर त्यही हो त्यही हो अब चाहिँ यतै भन्दै गुड मर्निङ मदर फकर्स भन्न चाहन्छु फर्स्ट सुरुमा चाहिँ किनभने कतिपय मान्छे बेडमै छ आई नो मदर फकर ब्रो त्यही भएर फर्स्ट सुरु त गुड मर्निङ अनि यसलाई चाहिँ गुड नाइट जति गएर सुत्ने रे मान्छेहरू आयो कि बनाउने मन लाग्दैन कि भाइ त्यही हो मुजी त्यही हो लामो त्यही हो मुजी त्यही उयो माथि ओके गाइस बाई बाई सी यू अन द नेक्स्ट ब्लग मदरफकर्स ए सरी अनि उता तल अघिको हाम्रो बाटो देवलले जहाँबाट डिसाइड गरेको थियो हामी भर्याङबाटै जाने भर्याङबाटै आउने भनेर रोड चाहिँ त्यो थियो अब त्यो रोडबाट त लन्ड भइहाल्यो केही छैन पुगेर आइसक्यो पुगिहाल्यो नि अरे के बात कर रहा है ल ओके गाइस बाई बाई अब अर्को भिडियो बनाउला यो भिडियो खासै राम्रो नहोला तर अर्को भिडियो योभन्दा राम्रो हुनेवाला छ थ्याङ्क यू सो मच अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ मुझे नहीं पता बस क्लिक हो जाना चाहिए